Our hearts beat to the city streets. We began to feel the fire. We rise like. हेलो एभ्रिवान, म चाहिँ अहिले आएको छु हाम्रो उदयपुर जिल्लामा रहेको चिया मञ्च। यो चाहिँ हाम्रो उदयपुर जिल्लाको गाईघाटमा रहेको ठ्याक्कै बिपी चोकमा चाहिँ यो हाम्रो चिया मञ्च छ है त। हेर्नु यस्तो दामी भ्यू छ। सो यो झन्डाले झन् यस्तो दामी देखिएको छ। सो गाइड म चाहिँ यहाँ चिया खान आइसकेको छु। यहाँको चिया खाना चाहिँ तपाईँहरूलाई पनि सबै देखाउँछु है साथीहरू। र यहाँ चाहिँ ऐनाले सजिएको छ है त। यस्तो दामी देखिएको छ गाइज, हेर्नुहोस्। र यतापट्टि भनेको बौद्ध। र गाइज म चाहिँ यसरी छु है त। यहाँ चाहिँ मटका चियाको पुरै कपहरू सजिएको छ। यतापट्टि भनेको यो गमलाले मस्त सजिएको छ है त साथीहरू। र यता भनेको यस्तो छ, दामी छ। सबभन्दा राम्रो चाहिँ एकदम यो हो क्या, बब्बाल देखिने भ्यू। र यहाँ चाहिँ सानो यस्तो यता भनेको शौचालयहरू छ है त गाइज। यहाँ चाहिँ बस्ने, फोटो खिच्ने, भिडियो बनाउनु, टिकटक बनाउनु चाहिँ बबाल डेकोरेट गरेछ। र यतापट्टि भनेको चाहिँ हेर्नुहोस्, यहाँ बसेर मुढाहरू टन्नै छ बस्नलाई। र यहाँ तपाईँहरू बसेर खाजा खान सक्नुहुन्छ। यतापट्टि चाहिँ यस्तो छ। लोकेसनको कुरा गर्नु पर्दाखेरि चाहिँ ठ्याक्कै बिपी चोक है त साथीहरू। हामी चाहिँ चिया खाना अघि नै आएको, अहिलेसम्म बस्दा यहीँ मोबाइलको चार्ज सकिन आँटिसक्यो। तर चिया भने चाहिँ आएन क्या साथीहरू, गाह्रो छ हामीलाई।